चाहिँ अनि त्यसपछि जान्छु पुरेर एकछिन मलाई पनि टेन्सन भइरहेको छ कुर्दा कुर्दा भइसक्यो नि आधा घन्टा नि बढी भयो पुगिसक्छ मैले है हेलो साथीहरू आइफोन 17 मेरो आइफोन 17 भन्छ कि यसलाई चाहिँ फोन आएको थियो साथीको अनि कहाँ छ हो भन्थ्यो अनि काममा यहाँनिर आएको थियो होइन काम त्यही भएर भनेर उठिरहेको छु अब एकछिन पुग्छु के हजुरहरू हेर्दै गर्नु होला नि है म यहाँ वेट गर्दैछु कस्तो वेट गर्न कति हुन्छ नि त है टेन्सन लाग्छ कि है त्यही भएर अनि हजुरहरूले हेर्दै गर्नु होला म कति छटपटिँदो रहेछु काम नहुने यत्तिकै बस्दाखेरि हेर्नु त है त हजुरहरूले हेर्दै गर्नु त यहाँ पुगेर फर्किहाल्छु कि एकैछिन काम छ बसेर खाँदाखेरि यस्तो भोलि लाग्छ कि हैराम चाहिँ कति टेन्सन गर्नु हजुरहरूलाई कस्तो छ हेर्दै गर्नु होला मेरो चाहिँ हेरिदिँदै गर्नु होला है त हात चाहिँ हाम्रो अब काम कमाउन आएको त्यही भएर यो हात चाहिँ हाम्रो नराम्रै हुन्छ जस्तो छ है कालो कालो देखिन्छ धेरै कालो छ हात चाहिँ त्यति डढ्छ नि त कामले त्यही भएर अनि हजुरहरूले हेरिदिँदै गर्नु होला है त मैले सानो मेरो ब्लग बनाउँछु क्या छोटो मिठो मिठो त के लाग्नेलाई मिठै लाग्ला नलाग्ने चाहिँ मिठो नलाग्न पनि सक्छ अनि हिजो पनि मैले एउटा खाजा खाएको हालेको थिएँ कोही कति के आएको छ मलाई थाहा छैन मैले हेरेको छैन आज हेर्नेछु अनि हिजोदेखि मैले चाहिँ स्टार्ट गरेको है अनि आज पनि हाल्छु अलिखेर गएर कतिखेर पुग्छु त्यसपछि हाल्नेछु हजुरहरूले हेर्न सक्नुहुन्छ हेरिदिँदै गर्नु होला है त अब म यहाँबाट धेरै पुग्न सक्दिनँ धेरै भइसक्यो नि त म पुगेको आधा घन्टा नि बढी भइसक्यो अब म हिँड्छु अनि हजुरहरूलाई ब्याकग्राउन्ड पछाडिबाट म कहाँ जाँदैछु भनेर मैले हजुरहरूलाई देखाउनेछु अनि अलिक पर पुगेपछि हजुरहरूलाई फेरि म यहाँ पुगेँ भनेर हजुरलाई देखाउनेछु हस् ल है हजुरहरू म चाहिँ यहाँबाट हिँडेको अघि है म चाहिँ यहाँबाट हिँडेको अब त्यही भएर अब चाहिँ पर जान्छु पर गएर अनि त्यसपछि देखाउनेछु है त हजुरहरूलाई म चाहिँ यहाँबाट जान्छु है यहाँबाट जान्छु घुम्नुपर्छ क्या धेरै जस्तो यताबाट घुमेर जानुपर्छ यताबाट घुमेर यता जानुपर्छ कि त्यही भएर हो म चाहिँ उयो कुर्सीमा गएर बस्छु अब एकछिन है हजुरहरूले हेर्दै गर्नु होला म चाहिँ यहाँ बसिरहेको छु है हजुर कुर्सीमा बसिरहेको छु है वरिपरि राम्रो ठाउँहरू छ क्या एकदम रमाइलो लाग्छ मलाई दुर भन्ने ठाउँ चाहिँ यस्तो चाहिँ हेर्दै गर्नु होला है त म चाहिँ अघि परबाट आएको है मान्छे हिँड्छ नि त्यता बसेको थिएँ क्या त्यहाँबाट मैले भिडियो गरेको थिएँ अहिले यस्तो बसेको छु रमाइलो छ यहाँनिर निकै रमाइलो हुन्छ साथीहरू म चाहिँ यहाँबाट हिँड्छु है 5 मिनट जति बस्छु के गर्नु हिँड्छु अब हजुरहरूलाई एउटा कुरा भन्नु छ कि अहिले पछि भन्छु ल पर पुगेर रमाइलो कुरा हिँड्दैछु है हिँड्दैछु अब पर जान्छु राम्रो ठाउँहरू एकदम राम्रो छ क्या दुबईमा मलाई लास्ट मनपर्छ है दुबईको ठाउँ मलाई एकदमै मनपर्छ क्या यहाँको गार्डनहरू यति राम्रो छ यति राम्रो अब यहाँ पुगेँ म है अब चाहिँ म यहाँ पुगेछु यहाँ अब यता जाने हो त्यहाँ गएर बस्छु अब फेरि एकछिन म अघि बसेको ठाउँ देखाइदिन्छु ल हजुरहरूलाई यस्तो छ कि
एकदमै राम्रो छ क्या ठाउँ, तर के गर्नु अब। साथीहरू म चाहिँ यहाँ पुगिसकेँ है ल। अब हजुरहरूलाई मैले अघि बसेको ठाउँ देखाउँछु ल, हेर्न सक्नुहुन्छ। ऊ पारी देख्नुहुन्छ नि सानो सानो बच्चाहरू हिँडेको हो, त्यहाँ बसेर हो क्या मैले अघि बोलेको हजुरहरूसित। त्यहाँबाट यहाँ आइसकेँ म, पारीबाट वारी आइसकेको छु यहाँनिर। अब मेरो जाने बाटो चाहिँ यता हो है। अहिले पर पुगेर फेरि देखाउने छु हजुरहरूलाई है। साथीहरू म चाहिँ हिँडेको अब पर बसेर गाउँ गर्ने क्या नि त, मैले यहाँनिर बसेर गाउँ गर्ने क्या त्यो पारीपट्टि। अहिले यहाँ वरिपट्टि आएर छु है। अब हिँड्दैछु हजुरहरूलाई मैले भन्न खोजेको कुरा चाहिँ के भने, आज कि मलाई बिहान आउँदाखेरि यति मान्छेहरूले हेरे, यति हेरे, म त किन हेरेँ मान्छेहरूले यति धेरै भनेर है। त्यसपछि त मलाई चाहिँ के लागेको थियो भने, ओहो म त साँच्चीकै एकदमै राम्री भइसक्यो कि क्या हो, त्यही भएर मलाई सबैजनाले हेरे भनेर भक्कै परेको थियो कि। गएर त यहाँ हेर्नु न, हेर मेरो लुगामा टी-सर्ट यति धेरै भुवा टाँसेको रहेछ। एउटा पछोरा छ कि, त्यो पछोरा बिहानमा ओढेर आएको थियो, त्यो पछोराको भुवा जति सबै यो शरीरमा टाँसिँदो रहेछ। अनि पछि त ओहो भनेर त अब लाज लाग्यो भन्नु पनि नमिल्ने है। त्यसपछि त म त के गर्नु फेरि यसो फेरि लाज नलागे जस्तो खान पाए जस्तो गरेर हिँडेँ। त्यसपछि अब हेर्दै गर्नु है त हजुरहरूले। म चाहिँ हजुरहरू हेर्दै गर्न सक्नुहुन्छ, हिँड्दैछु परबाट आएको म, परबाट हो पर जाँदैछु म त, यसरी जाँदैछु है ल। हिँड्दैछु कि मैले भने ठाउँ चाहिँ रमाइलो छ कि यहाँको लागि थुप्रै पुगेको ठाउँ चाहिँ नि एकदम रमाइलो छ। हिँड्दा पनि एकदम आनन्दै आउने क्या। घाम चर्केको छ, जति नै घाम चर्के पनि त्यो ठाउँहरू देख्दा यस्तो खुसी लाग्छ नि, आनन्दी महसुस हुन्छ कि यस्तो रमाइलो छ ल। सक्नुहुन्छ है। एक्चुली साथीहरू म चाहिँ मेट्रो स्टेसनमा पुगिसकेको छु है। हजुरहरूलाई मेट्रो स्टेसन देखाइदिने छु, हेर्दै गर्नु होला है त। अब यहाँ एकछिन बस्छु क्या म। यो चाहिँ मेट्रो स्टेसन हो, मेट्रो नि आइरहेको रहेछ। वाउ कति राम्रो छ है। यो चाहिँ मेट्रो स्टेसन हो कि, रमाइलो ठाउँ छ, लास्टै रमाइलो हो ल है साथीहरू। म चाहिँ अलरेडी मेट्रो स्टेसनको अगाडि पुगिरहेको छु, बसिरहेको छु म बेचारा। कस्तो टाउको दुख्न धेरै हिँडेर हो कि के गरेर हो है। टेन्सन लागेर अब हेर्दै गर्नु है त। बाई बाई, अलिखेरमा हेर्दै गर्नु होला न हजुरहरूले। अब चाहिँ म यहाँ जाँदैछु माथि मेट्रोमा चढ्नको लागि है, हेर्दै गर्नु होला है त। चढ्नको लागि म चाहिँ लिफ्टमा जाँदैछु कि है। मान्छेहरू धेरै छ, बोल्न लाज लाग्छ क्या फेरि मलाई चाहिँ ल। हेर्नु सक्नुहुन्छ है त, म चाहिँ पारिपट्टि जान्छु। अब दिदीको काम सकिन्छ होला एकछिनमा, त्यहाँ दिदीसँग कुरा गरेर नि घरतिर फर्किन्छु। हजुरहरूले हेर्दै गर्नु होला है त। म चाहिँ यहाँ पारिपट्टि जान्छु कि, दिँदैन नि त बोल्ने यसरी। अहिले थाहा पायो भने मलाई समाउँछ नि, त्यही भएर हो कि। कस्तो टेन्सन परिरहेको छ यहाँ मान्छेलाई है। टाउको दुखिरहेको छ क्या, टाउको यस्तो पड्केला जस्तै भइन्छ। फाइनली गाइसहरू म चाहिँ यहाँ सानो पार्क छ त्यहाँ पुगिसकेको छु है त। हजुरहरूलाई देख्न सक्नुहुन्छ, म हजुरलाई देखाउने छु। हेर्न सक्नुहुन्छ यहाँनिर, यहाँ यता बच्चा खेल्ने ठाउँ छ, खेलिरहेको छ यहाँनिर। यस्तो छ हेर्नु। फाइनली म चाहिँ पुगिसकेँ हजुरहरू यहाँ बस्ने ठाउँमा। अब दिदीहरूलाई कुर्छु।